हेलो गाइस, वेलकम छ दिबी भ्लग, दिबी युट्युब, दिबी फेसबुक च्यानलमा है। सो म चाहिँ अहिले हेर्न सक्नुहुन्छ एयरपोर्टमा आइसकेको छु है। अहिले चाहिँ है अब हेरौँ के हुन्छ। सधैँ लाइनमा बसिरहेको छौँ है। हेर्नुहोस् है त अगाडि के हुन्छ है त गाइस। म फेरि पनि आइसकेको छु। अब यो देखेपछि चाहिँ हाम्रो नेपालको लाइन हो भन्दा हुन्छ है। यो बानेको हेर्न सक्नुहुन्छ। अब हाम्रो चाहिँ यो नेपालको लाइन हो, नेपाल एयरलाइन्सको डोरी बानेको देखेपछि नेपाल लाइन हो भन्ने हुन्छ है। सो यहाँ हामी चाहिँ अब हिँडेर आइरहेको छौँ, सबै आएर छौँ गाइस। म चाहिँ अहिले सामान चेक भइसक्यो। मेरो चाहिँ 41 किलो रहेछ। मैले दिदी नमस्ते भनेको, नमस्ते भन्नुभयो नेपाल एयरलाइन्सको। त्यसपछि ल चेली मलाई चाहिँ छोडिदिनुहोस् है भनेको। हस् ल, केही छैन, 1 किलो बढी रहेछ भन्नुभयो। अनि ह्यान्डब्यागमा चाहिँ मेरो 2 किलो बढी भयो। 2 किलो बढी भएर पनि हात जोडेर खुट्टा जोडेर बल्ल बल्ल छिराएँ है। त्यही पनि 80 रियाल तिर्ने भन्दै हुनुहुन्थ्यो, छैन पैसा भनेर। अनि छिराएँ होइन। अब त्यही खुसी लाग्यो। 2 किलो मेरो 10 किलो अलाउट रहेछ, 12 किलो भइदियो है। सो थ्याङ्क यू भनेर त्यो भाना पारेर मैले 4 किलो छिराएँ है। सो छिराएँ, यता अब अलिकति टेक्निक पनि गरेँ, छिराएँ। प्लस फेरि एकजना साथीको चाहिँ 4 किलो नै बढी भएको रहेछ। उहाँले 2 किलोको पैसा तिर्नुहोस्, म 2 किलो दिन्छौँ, 2 किलो फाल्नुहोस् भनेको। फाल्न गएको मैले चाहिँ ह्यान्डब्याग जोखेर साइडमा गरेको बेला साइडमा राखिदिनुहोस् त्यहाँ छिटो भनेर मैले चाहिँ उहाँको यो 2 किलोको खजुर चाहिँ मैले यतापट्टिबाट टिपेर चाहिँ होला भनेर लिएर आएको होइन। यसमा चाहिँ उहाँले 1 किलो तपाईँलाई 1 किलो मलाई भन्नुभएको छ। अब हेरौँ अब कटिसक्यो। सो है त्यो कुरा है गाइस, यो पुरै ब्यागेज भइसक्यो होइन। मैले चाहिँ अब थुप्रो कपडा लगाएर आएको थिएँ। फाइनली ब्यागेज चाहिँ यता चेन्ज भयो, भइसक्यो होइन, पास भइसक्यो। र मैले एमा पनि टन्नै सामान लिएर आएको थिएँ। हेर्नुहोस् मेरो लुक अगाडि चाहिँ कस्तो थिएँ। म चाहिँ एकदमै धेरै लुगा लगाएर आएको थिएँ होइन। अनि मैले अहिले आएर खोलेर सबै हालिसकेँ। अहिले चाहिँ म एकदम फर्ममा छु है। तर अर्को कुरा चाहिँ मैले भिडियो बनाउनु यहाँको यस्तो गर्नु कारण चाहिँ के हो भने, अब यस्तो भएको के यहाँ चाहिँ मेरो देखाउँछु। पहिला यहाँ जाने बेलामा चाहिँ मेरो यो सिडीबाट मैले यस्तै भिडियो बनाउँदाखेरि चाहिँ मेरो लगेज झरेको थियो है। आज चाहिँ मैले एकदमसँग समातिरहेको छु। सो हेर्न सक्नुहुन्छ है, सिडीबाट हो यो लगेज झरेको होइन। म इन्डिया जाँदाखेरि चाहिँ है गाइस, अहिले चाहिँ म एकदमै स्ट्रङ भइरहेको छु है। सो आई एम कमिङ टु नेपाल है। एकदमै यस्तो भइरहेको छु म चाहिँ है। के ल्याइदिउँ ल भन र केटा, यहाँ म यो खानी नै उठाएर ल्याइदिन्छु कि तिमीहरूको लागि, ल भन त है। मेरो साथीहरूलाई यो ल्याइदिन खोजेको है गाइस। हेर है, 80 रुपियाँ एउटालाई पर्यो। यहाँ त 240 लेखेको छ। यो कस्तो हो, अफरले हो तीनवटालाई चाहिँ। अब कुन चाहिँ ल्याइदिने हो भन्ने कुरामा छु ल। आइफोनको डेन्जरै हुन्छ कि यार है। अब म छनु त यहाँनिर छु है। सो इन्जोय गरिरहेको छु यार होइन। हेर्न सक्नुहुन्छ साइडमा गएछ हो ब्याग पनि। हेर्नु असल कति महँगो खालको ब्याग किनेको। अनि यहाँ लाइटको फोकसमा आइरहेको छु। घरि राम्रो देखाइरहेछ, घरि नराम्रो। सो हेर्न सक्नुहुन्छ कटार एयरपोर्टमा है गाइस। अब यस्तै छ। अनि हातमा अलिकति घाउ भएको छ अनि यस्तो है। सो यस्तै भइरहेको